सम्पूर्णमा जय मसीकी। मेरो नाम हो केशव छेत्री। आज फेरि म तपाईँहरूको माझमा एउटा गवाईलाई लिएर आएको छु। यो चाहिँ एउटा युथको हुन्छ जसले चाहिँ प्रभुलाई जान्ने भन्दा अगाडि धेरै नसापानीमा र संसारिक कुरामा जीवन बिताइरहेका हुन्छन्। उनले चाहिँ जस्तै प्रभुलाई जान्नेछन्, प्रभुलाई जान्ने बित्तिकै, प्रभुको प्रेमलाई बुझ्ने बित्तिकै हरेक उसको एउटा नराम्रो आदत थियो त्यसलाई छोडेर प्रभुको सेवाकाइमा लाग्छन्। जस्तै प्रभुको सेवाकाइमा लाग्छन्, हरेक ठाउँमा गएर उनले प्रचार गर्नु थाल्छन्। अनि त्यस्तै गर्दा गर्दै उनले रेडियोबाट प्रचार गर्नु थाल्छन्। जसरी नै रेडियोबाट प्रचार गरिरहेका हुन्छन्, एक दिन उसको गेटमा आएर, दैलोमा आएर कसैले खटखटाउँछ। जस्तै खटखटाउँदाखेरि चाहिँ ऊ चाहिँ बाहिर आएर हेरेका हुन्छन्। हेर्दाखेरि उनको 4-5 जना पुरानो साथीहरूलाई देख्छन्। त साथीहरूले उसँग भन्छन् कि ठिकै छ, तँ त पिउँदैनस्, तँ केही गर्दैनस्। ऊ चाहिँ त्यो साथीहरू जस्ट पिउने साथीहरू थिए। त ठिकै छ, तँ पिउँदैनस्, हामीलाई बस सानो जग्गा दिए, हामी त्यहाँनिर पिउनेछौँ भनेर भन्छन्। जस्तै त्यस्तो भन्दाखेरि चाहिँ उसले एकजना दयालु थिएर उसले चाहिँ जग्गा दिइदिन्छन्। त्यस्तै गर्दै आज भोलि त्यस्तै आउनु थालेर ऊ पनि उनीहरूको साथमा एक दिन उनीहरूले भने कि चल तँ हाम्रो साथमा बस, पिउनु पर्दैन, बस हाम्रो साथमा बस, केही कुरा गर्नु छ। जस्तै ऊ भनेको बादमा चाहिँ ऊ साथमा बसे। 2-3 दिन त्यसरी कुरा गरे। त्यस पछाडि फेरि एउटा साथीले भन्यो, उसको जुन खास साथी थियो उसले चाहिँ यस्तो भन्यो कि बस एक बाइट, एक घुड्किल्ली। जस्तै एक घुड्किल्ली भन्यो, उसले त्यो एक घुड्किला लिन्छु भनेर चाहिँ उसले चाहिँ त्यो दिन पुरा त्यतिखेर ग्लासै लगाए। गिलासै लगाएको बादमा चाहिँ फेरि उसले जस्तै नसा भए पुरा उसले बिहानबाट बेलुका तक उसले त्यसरी पिएका छन्। जस्तै उसले पिउँछन्, ऊ होसमा हुँदैनन्। त्यस्तो गरेर ऊ चाहिँ त्यहाँनिर गिरेका हुन्छन्। तर फेरि जस्तै ऊ घरमा आउँछन्, घरमा आएर ऊ धेरै टेन्सनमा हुन्छन्, ऊ धेरै निराशमा हुन्छन्। किनकि उसलाई त्यतिखेर पछतावा हुन्छ कि मैले धेरै गलत गरेँ भनेर। अनि जस्तै ऊ घरमा आएर चाहिँ उसले टिभी अन गर्नुको लागि रिमोट खोज्छन्, तर रिमोट भेट्दैनन्। जस्तै छेउमा रेडियो हुन्छ, रेडियोलाई अन गर्छन्, रेडियोमा सुन्छन्। त्यहाँनिर प्रचार भइरहेको हुन्छ रेडियोमा, आज पनि समय छ, मन फिराएर आऊ, अनि हरेक नसालाई छोडा, प्रभुले तिमीलाई साथ दिनेछन् भनेर प्रचार गरिरहेको रहेछ। जस्तै प्रचारलाई सुने ऊ आफ्नै आपलाई आफू फ्रेस भएर चाहिँ प्रभुको सामने घुट्न टेके, आएर चाहिँ अनि फेरि कन्फिडेन्स गरेर प्रभुको सामनेमा गए र त्यो प्रार्थना गरिसक्ने बित्तिकै ऊ चाहिँ कुदै त्यो रेडियो सेन्टरमा गएका छन्। रेडियो सेन्टरमा गएर चाहिँ त्यो त्यहाँ भएका सबैजनाले सोध्नेछन् कि जुन अघि प्रचार गर्दै गरेको थियो त्यो चाहिँ उसले म भेट्नु चाहन्छु, किनकि उसको द्वारा फेरि मेरो जीवन बदलेको छ, मैले नराम्रो आदतलाई फेरि मैले छोडेको छु। अनि त्यो जस्तै उसले त्यस्तो भन्छन्, त्यस पछाडि तिनीहरूले चाहिँ भन्दछन् कि त्यो यति दिन त तपाईँ आउनु भएन, तपाईँ नआउनुको कारणले गर्दा हामीले के गर्नु, हामीसँग उपाय थिएन र तपाईँकै जुन पहिलाको प्रचार थियो हामीले गरेर रेडियोमा हामीले सुनाइरहेका थियौँ आज। अनि उसले भन्छन् कि त्यो रेडियोको प्रचारको द्वारा फेरि तिमीले लाइफ चेन्ज गरेर यहाँ आएका छौ। आज हामीले यो यसमा के कुरा सिक्नु पाइन्छ? सबसे पहिलो कुरा चाहिँ परमेश्वरको प्रेमलाई त्यहाँनिर फेरि देख्नु पाइन्छ। हामी आज जति नै गलत गर्दैछौँ, जे पनि गर्दैछौँ, आज हामी डिस्करेज भएर बस्ने होइन, तर परमेश्वरको सामने जब फेरि हामी जान्छौँ, यहाँनिर चाहिँ हामी यो सिक्नु पाइन्छ कि परमेश्वरले हामीलाई फेरि पनि उठाउनुहुन्छ। जस्तै त्यो युथ चाहिँ गिरेका थिए, तर जस्तै परमेश्वरको सामने गए ऊ फेरि खडा भएका छन्। र दोस्रो कुरो हाम्रो सङ्गत, हामी आज पुरानो कुरालाई छोडिसकेका छौँ भने, अगर हामी फेरि पनि त्यही सङ्गतमा हामी लाग्छौँ भने चाहिँ हाम्रो पुरानो कुरो हाम्रो जीवनमा दोहोरिनेछ। आज म जति पनि युथहरू, मेरो मभन्दा ठुला दाजुहरू, दिदीहरू र भाइहरू, बहिनीहरू जति पनि छन्, म एउटै कुरो भन्न चाहन्छु, आज हामीले छोडिसकेको कुरालाई हामीले फेरि कहिले पनि ट्राई गर्नुहुन्न। अनि हामी यो कुरा याद राख्नुपर्छ, हामीबाट गल्ती भयो र हामी गिर्यौँ भने पनि हाम्रो परमेश्वर चाहिँ एउटा प्रेमी परमेश्वर हो, हामीलाई कहिले पनि त्याग्नुहुन्न।
हामीलाई जन्म दिने आमाले त्याग्न सक्ला, तर परमेश्वरले हामीलाई कहिले पनि त्याग्नुहुन्न। त्यसै कारणले गर्दा हामीले चाहिँ आज यो कुरालाई बुझ्नुपर्छ कि हामी जति नै गिरे पनि फेरि हामी घुरेर आउनुपर्छ। परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ। सबैजनालाई जय मसीह। म आशा गर्छु यो गवाईको द्वारा परमेश्वरले तपाईँहरूको जीवनमा आशिष गर्नुभएको छ। हवस् त, जय मसीह।